हाइवेमा जाँदाखेरि ट्राफिक साथीहरूलाई पनि हेर्छु। अब सिराहा 70 धनुषा सके पछाडि 72 आउँछ। ठ्याक्क धनुषाको बोर्डरमा हाम्रो ट्राफिक चेक भइरहेको हुन्छ र 1 किलोमिटर टाढा 72 को चेक पोइन्टमा 1 किलोमिटर पनि हुँदैन 500 मिटरको डिफरेन्समा 72 को पनि चेक पोइन्ट हुन्छ। चेक गरिरहेको हुन्छ, सबै गाडीलाई रोकेर चेक गरिरहेको। त्यो 1 किलोमिटरको डिस्टेन्समा किन चेक गर्नु? सर्लाहीको कट्न बित्तिकै रोथर आउँछ, सर्लाही र रोथरको बोर्डरमा चेक भइरहेको हुन्छ। के चेक गर्ने? त्यो यो ट्रकलाई बसलाई यहाँ चेक गरेर डकुमेन्ट फेरि अर्को बोर्डरमा, यो त हेरेसमेन्ट काम गर्ने काम हो। चेक गर्नुपर्ने छ भने हामी रुट बनाएर त्यसमा रुटमा चाहिँ चेक गर्नु। ट्राफिक कसरी दुर्घटना कसरी न्यूनीकरण हुन्छ त्यो प्लान हामी बनाउँ। योभन्दा अगाडि पनि हामी चिट मात्रै काट्ने, अब चिट काट्नेमा अलिकति कम भएको छ पहिलादेखि, तर हामी जनचेतनामूलक कसरी त्यो ट्राफिकलाई भन्नुहोस् न, उहाँले जो ट्राफिक रुल्स गरेको छ उसको भिडियो तपाईँ सोधेर भिडियो बनाएर सार्वजनिक गरिदिनुहोस् न। अलिकति उसलाई चाहिँ आफू नैतिकतामा पनि पर्छ कि म गल्ती गरिरहेको छु, मेरो बारेमा सबै सामाजिक सञ्जालमा आइरहेछ भन्दाखेरि भोलिका दिनमा ऊ पनि सचेत हुँदैन। अब मान्छे हाम्रो जस्तो भइसकेको छ उसैलाई सुधार्नको लागि हामीले ती उपायहरू गर्नुपर्छ र यसो ठाउँमा उसमा गरेर कति ठाउँमा झाडीमा यसो पासो थापेर बसेको हुन्छ, त्यस्तो नगरेर सुरक्षित ठाउँमा ट्राफिकलाई पनि सुरक्षित बस्नु। किनभने विचारवाला घटनाहरू सोसल मिडियाहरूमा आयो, त्यो आउँदाखेरि दुःख भएको छ कि यस्तो घटना नहुनुपर्ने ठाउँमा यस्तो घटना कसरी भयो। त्यसकारण चाहिँ ट्राफिक भाइहरूलाई पनि सुरक्षित बस्नु, त्यो आफ्नो टोलीहरू लिएर जाँदाखेरि त्यो सुरक्षित भयो र जो गल्ती गरेको छ गल्ती गर्नेलाई सजाय पनि दिनु पर्यो। त्यो हिसाबले हामी अगाडि बढौँ र यो हाम्रो जहिले पनि मोटिभ होस् कि हामी एकजनाको पनि ज्यान बचायो भने धेरै ठुलो काम हुन्छ। त्यसकारण चाहिँ एकजनाको ज्यान हाम्रो त्यो लाइफको कर्तव्यभन्दा ठुलो हो भनेर त्यो महसुसमा राखेर हामी अगाडि यो कार्यक्रमहरू गर्दै गयो भने हाम्रो मोटिभ पुरा हुन्छ र खास गरी आज सबै यो